वेलकम टु माई ब्लग है। आज चाहिँ यहाँ बहिनी र दिदीले चाहिँ रसदाना बनाउने गरे कि त्यो खै मैले त थाहा थिएन। दुईजनाले बहिनीले खोइ छुर्पीको बनाउँछ अरे। छुर्पीको डल्लो चाहिँ यस्तो हुँदा चाहिँ नि बहिनीले उयो गर्दैछ हातमा। यो चाहिँ छुर्पीको डल्लो है। आठा साटा केही भएन फेरि। आज चाहिँ दसैँकोमा चाहिँ बहिनी र दिदीले चाहिँ खोइ रसदाना बनाएर खुवाउने भन्छ। निन्द्रा लागिसक्यो। दुईजना काम गर्ने त साह्रो ढिला आएछ नि त।